अब जाउँ टाइप्समा। वेजेसको दुईवटा टाइप्स छ, मनी अर नोमिनल वेजेस, त्यसपछि अर्को छ रियल वेजेस। मनी वेजेस भनेको चाहिँ काम गरे बापत तिरेको पैसालाई नै मनी वेज। ट्याक्कै काम गरे 2 घन्टा काम गरे 2 घन्टा काम गरे बापत तिरेको पैसालाई मनी वेजेस भनिन्छ। यो अलिकति न्यारो कन्सेप्ट भनिएको छ। यसमा चाहिँ लिभिङ स्ट्यान्डर्ड हेर्छ, मान्छेको स्थिति हेर्दैन, ठ्याक्कै जोसुकै होस् काम गरोस्, उसले काम गरे बापत पैसा पाउँछ भने द्याट इज मनी वेजेस। रियल वेजेस भनेको चाहिँ ल है त तपाईँले 6 घन्टा काम गर्नुपर्छ, बिचमा हामी खाजा पनि दिन्छौँ, अनि तपाईँ घर टाढा छ भने हामी बस्ने सुविधा पनि दिन्छौँ, टाढाबाट आउनु भएको छ भने हामी पेट्रोल खर्च पनि दिन्छौँ अथवा गाडी भाडा पनि दिन्छौँ भने त्यस्तो वेजेसलाई रियल वेजेस भनिन्छ। यसले लिभिङ स्ट्यान्डर्ड हेर्छ, विभिन्न स्थिति हेरेर विभिन्न कम्पोनेन्ट हेरेर तिरेको पैसालाई चाहिँ रियल वेज। अरू फेसिलिटी पनि, पैसा सँगसँगै अरू फेसिलिटी पनि हुन्छ भने द्याट इज रियल वेजेस। अब अफिसले नै क्वार्टर दिने, खानाको सुविधा अथवा खाना खर्च दिने, यस्तो वेजेसलाई रियल वेजेस भनिन्छ।